तपाईहरुले चाहिँ देखिराख्नु भएको छ एउटा कुनै घटना विशेष या एउटा कुनै इस्यु विशेषबाट कुनै नेताहरूको जीवन निर्धारण हुने कुरा होइन। तपाईहरुले देख्नुभएको छ विगतदेखि र जो तीनटा एउटै हो भन्ने भाष्य एकातिर निरङ्कुशतावादी राजावादीहरूले पनि बनाउन खोजेका छन्, अर्कोतिर अराजकतावादीहरूले नै बनाउन खोजेका छन्। हामी त्यस्तो होइन। हाम्रो आफ्नै विचार छ, हाम्रो आफ्नै सिद्धान्त छ, हाम्रो आफ्नै लाइन छ, अरूहरूको आफ्नै आफ्नै छ। तपाईहरुले देख्नु भएकै होइन। यो सरकारमा जाने तयारी होइन। तपाईहरु यो कुरा क्लियर हुन्छ। बढाउन अवरुद्ध गर्दाखेरि झन अप्ठ्यारो पर्ने भयो। त्यहाँ सरकार यदि अध्ययन छानबिनमा तयार हुन्छ भने र 1 महिनाभित्र समिति बनाउनेमा तयार हुनुपर्छ भने हामीले देशको बृहत्तर जनताको बृहत्तर हितमा यो खोलेको। गलत भएको थिएन। अवरोध गरेर विरोध गरेको हुनाले त छानबिन गर्नेमा सरकार आउन पर्यो नि त, समिति बनाउन आउन पर्यो नि। त्यो नगरेको भए भनेर के अरे जीवी प्रचण्डको एउटा पहिचान छ अरे धोका दिने भनेर हिजो अब रासोपालाई छोडिदिएर स्वाट्टै संसद खोलिदिनु भयो। हिजोसम्म राजीनामा नभइकन हुँदै हुँदैन त भन्नुहुन्थ्यो। के कुरा होइन, त्यो तपाईँहरूको बुझाइ सुत्या हो, केही सुत्या छैन। विगतमा पनि यसरी नै सहमति गर्ने गरिया छ। मुख्य सचेतकहरूले हस्ताक्षर गर्ने प्रचलन पहिलादेखि पनि थियो। यो चाहिँ छानबिन गर्ने कुरालाई गम्भीरता देखियोस्, संवेदनशील देखियोस् भनेर गरेको सहमति हो। अहिले मात्रै वाह्यात कुरा चाहिँ मानिसहरूले प्रचार गर्ने गरेका छन्, त्यस्तो केही नै होइन। यो कुरा र अग्निको कुनै साइनो सम्बन्ध छैन। जस्तै यो 2 वर्ष कि हुँदैन, भोलिका दिनमा यो छानबिन अध्ययन कसरी जान्छ त्यसमा भर पर्ने कुरा हो। यो पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई पुनः राजनीतिमा आउनलाई कानुन बनाउनु आवश्यक छ कि छैन? आवश्यक छ, छैन आवश्यक। राष्ट्रपति उपराष्ट्रपति राजनीतिमा आउन चाहन्छन् भने पाउँछन्। त्यो कुनै संविधान, कुनै कानुन, विश्वको कुनै परम्पराले केही छैन। त्यो बेकार कुरा हो। तपाईहरु फत्याउनु भयो भने गल्ती गर्नुभयो।